नमस्कार। आज हामी भारतमा निकै तीव्र रूपमा फैलिरहेको एउटा अत्यन्तै अनौठो र चाखलाग्दो राजनैतिक परिघटनाको बारेमा चर्चा गर्दैछौँ। कक्रोच जनता पार्टी। सुन्दा जति अचम्म लाग्छ नि, यसको भित्री कथा त्यति नै गहिरो छ। एउटा सामान्य भनाइले कसरी एउटा विशाल आन्दोलनको रूप लियो भन्ने कुरा आज हामी यस प्रस्तुतिमा हेर्दैछौँ। ल त यस विषयमा गहिरिएर हेरौँ है। आखिर एउटा किरा, अझ भनौँ साङ्लोको नामबाट किन कुनै राजनीतिक आन्दोलन सुरु भयो होला? यस्तो गम्भीर विषयमा यति व्यङ्ग्यात्मक नाम छनौट गरिनुले नै सबैको ध्यानाकर्षण गराएको छ। पहिलो भागमा हामी यो सीजेपी अर्थात् कक्रोच जनता पार्टीको सामान्य परिचयबाट सुरु गरौँ। यो कक्रोच जनता पार्टी कुनै परम्परागत राजनीतिक दल होइन। वास्तवमा यो भारतमा सुरु भएको एउटा व्यङ्ग्यात्मक राजनीतिक आन्दोलन हो। यसको मतलब चुनाव लड्ने वा सत्तामा जाने भन्दा पनि समाजका समस्याहरूलाई व्यङ्ग्यको माध्यमबाट उजागर गर्नु नै यसको मुख्य लक्ष्य देखिन्छ। हास्य र व्यङ्ग्य नै यस आन्दोलनको प्रमुख हतियार हो। दोस्रो भाग, यो आन्दोलन आखिर सुरु हुनुको मुख्य कारण के थियो त? अब यहाँनेर सबैभन्दा चाखलाग्दो कुरा के छ भने यो नाम यत्तिकै हावामा राखिएको होइन। 15 मे 2026मा भारतका प्रधान न्यायाधीश सूर्यकान्तले एउटा निकै विवादास्पद टिप्पणी गर्नुभयो। उहाँले बेरोजगार युवाहरूलाई कक्रोच र समाजका परिजीवी भन्नुभएको थियो। यही एउटा कठोर टिप्पणी नै त्यो झिल्को बन्यो जसले प्रत्यक्ष रूपमा यो अचम्मको नाम सहितको आन्दोलनलाई जन्मायो। घटनाक्रम कति छिटो अघि बढ्यो भनेर हेरौँ। मे 15मा प्रधान न्यायाधीशको त्यो टिप्पणी आउँछ अनि त्यसको ठिक भोलिपल्ट अर्थात् मे 16मा अभिजित दिप्केले यस पार्टीको स्थापना गरिहाल्नुहुन्छ। त्यसपछिका केही दिनमै यो आन्दोलन इन्टरनेटमा डढेलो जस्तै फैलियो। न्यायपालिकाको टिप्पणीप्रति मानिसहरूको प्रतिक्रिया कति छिटो र सङ्गठित रूपमा आयो भन्ने कुरा यसले प्रश्न पार्छ। यहाँनिर संस्थापक अभिजित दिप्केको पृष्ठभूमि जान्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। उहाँ भारतको आम आदमी पार्टीमा पूर्व राजनीतिक सञ्चार रणनीतिकारको रूपमा काम गरिसकेको व्यक्ति हुनुहुन्छ। बाहिरबाट हेर्दा यो एउटा ठट्टा जस्तो लागे पनि यसको पर्दा पछाडि एउटा व्यावसायिक राजनीतिक रणनीति र सञ्चारको गहिरो अनुभव लुकेको छ। तेस्रो भाग, यसको भाइरल वृद्धि र समाजमा परेको प्रभावलाई हेरौँ। 3,50,000 भन्दा बढी। स्थापना भएको केही दिनभित्रै यति धेरै मानिसहरूले आधिकारिक रूपमा यस आन्दोलनमा आफ्नो नाम दर्ता गराए। एउटा साङ्लोको नाममा खोलिएको आन्दोलनमा यति छोटो समयमै यति ठूलो जनलहर देखिनु भनेको समाजमा रहेको चरम असन्तुष्टिको एकदमै स्पष्ट सङ्केत हो। यो अर्को तथ्याङ्क हेर्दा त झनै अचम्म लाग्छ। इन्स्टाग्राममा 2 करोड अर्थात् 20 मिलियन भन्दा बढी फलोअर्स। डिजिटल दुनियाँमा यति छिटो यो स्तरको वृद्धि हुनु साँच्चै नै कल्पनाभन्दा बाहिरको कुरा हो। यो आन्दोलन सडकमा मात्र सीमित रहेन, यसले विशेष गरी युवावर्गलाई डिजिटल प्लेटफर्ममा पूर्ण रूपले जोड्न सफल भयो। चौथो भाग, यस आन्दोलनका प्रमुख मुद्दाहरू के हुन् त? र यसले एकदमै उत्कृष्ट रूपमा प्रश्न पार्छ कि यस आन्दोलनका दुईवटा भिन्न पाटा छन्। एकातिर अफलाइन व्यङ्ग्य छ, जहाँ स्वयंसेवकहरू कक्रोचको पोसाक लगाएर विरोध प्रदर्शन र सरसफाई अभियानमा उत्रिन्छन्। यो हेर्दा रमाइलो लाग्छ, तर यसको यथार्थ निकै गम्भीर छ। यो निर्वाचन आयोगमा दर्ता भएको दल त होइन, तर यसले प्रणालीगत भ्रष्टाचार र बेरोजगारी जस्ता ज्वलन्त यथार्थ विरुद्ध निरन्तर आवाज उठाइरहेको छ। त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो आन्दोलनका पछाडि एकदमै स्पष्ट र गम्भीर मागहरू छन्। उनीहरूको मुख्य गुनासो भनेको पढेलेखेका युवाहरूले काम नपाउनु अर्थात् उच्च शिक्षित बेरोजगारी हो। त्यसैगरी राष्ट्रिय परीक्षा व्यवस्थापनका कमजोरीहरू, सम्पत्तिको असमान वितरण र न्यायिक क्षेत्रभित्र हुने भ्रष्टाचार विरुद्ध यस आन्दोलनले कडा आवाज उठाइरहेको छ। यी निकै गम्भीर सामाजिक तथा आर्थिक मुद्दाहरू हुन्। अन्तमा हामी सबैले विचार गर्नुपर्ने एउटा गहिरो प्रश्न यहाँनेर आउँछ। कक्रोच जनता पार्टीको यो उदयले देखाएको छ कि जब सिधै कुरा गर्दा सुनवाई हुँदैन, मानिसहरूले आफ्नो आवाज सुनाउन नयाँ र सृजनात्मक बाटाहरू खोज्छन्। लोकतान्त्रिक र प्रणालीगत समस्याहरूलाई उजागर गर्न व्यङ्ग्यको प्रयोग भविष्यमा कसरी एउटा शक्तिशाली हतियारको रूपमा विकसित हुँदै जाला? आजको यस विश्लेषणबाट निस्किएको यो साँच्चै नै एउटा विचारणीय प्रश्न हो।